बारीपछि चेरीहरू फुल्दा चाहिँ नि उता बाहिरको बेसी आउँछ। अस्ति के टाइममा पाऊ एकै दिनमा एउटा दोकानले 7 लाख कमायो एकै दिनमा। मिडियाले सोध्दै थियो तपाईँको गाडी त स्कुटर त यहाँदेखि लिएर त माथिसम्म नि हो, अन्त यहाँ तलसम्म यस्तो यङ केटाकेटी ज्यादा आएको थियो। दार्जिलिङ कालिम्पोङ नेपालको काठमाडौँबाट सिक्किमकोहरू जम्मै आएर यसरी घुमेको नि त्यतिले चेक। टिकट पनि भन्नु पाउँदैछ अहिले सिजन उयो भयो नि त्यो चाहिँ यहाँ त्यति भिड हुँदैन। चल नहीं सकते बिना से ये तो रुक नहीं लगा तो नहीं ना। हेलो करो हेलो करो हेलो देखी नहीं रहा देखी 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 ये क्या चीज़ है Sorry. What's up guys, welcome to new vlog. We are at, what's the name of this tea garden? Timothy Tea estate at Namsi, Sikkim. So please enjoy the view of the tea garden. लेप्चाको ड्रेस छ, राई लिम्बूको शेर्पाको सबै पाउँछ। 50 रुपैयाँ 100 रुपैयाँ दिन्छ। यो टी गार्डनको नाम चाहिँ के अरे मामा? टिमिटी गार्डन। टिमिटी गार्डन है? टी गार्डन। यो जग्गाको नामै तिमी हो कि? ए ओके ओके। टिमिटी गार्डन भन्छ। यहाँ तल दिउँदै चाहिँ तारको भन्छ। ओके तिमी तार। सिक्किममा कतिवटा छ टी गार्डनहरू? यहाँ एउटा छ, इस्टमा एउटा छ। इस्टमा चाहिँ भर्खर खोलेको छ। ए ओके मार्ता भन्ने जग्गामा। ए ओके। एकजना भाइले प्राइभेट खोलेको छ त्यहाँ। ए प्राइभेट? उ त्यो फ्याक्ट्री उ तलको। ए ओके ओके। त्यो लामो छ नि हो त्यो। हजुर। ए त्यही रहेछ नि त है फ्याक्ट्री पनि। 7 बजी उयो लाग्छ, साइरन लाग्छ हो। 12 बजी लाग्छ। त्यहाँबाट फेरि 1 बजी लाग्छ, त्यहाँबाट 4 बजी। यहाँ साइरन लाग्यो त राबङतिर ऊ पारी जम्मै सुन्छ। 1 बजी फेरि काममा, 4 बजी छुट्टी। अब यो लामो दिनमा चाहिँ यिनीहरूलाई अलिक ओभर टाइम लाउँछ, पैसा पनि अलिक बेसी दिन्छ। यहाँको मान्छेहरू त अन्त यहीँ गार्डनमै काम गरेर पढेर कोही नोकरी गर्ने छ, कोही यहीँ नै यो चिया बगानमै काम गर्ने छ, कोही यहीँ नै रेगुलर भइसकेको छ गार्डनमा। स्कुल पनि छ नि यहाँ, कहाँ यहाँ तल कहाँ छ? यहाँबाट ओह्रालो होला। आज त कम्ती रहेछ गाडी, मान्छे पनि कम्ती, गाडी पनि कम्ती। उता उता पनि छ। यता अलिक गरम है,
उता घर भन्दाखेरि हजुर गरम हो यहाँ ए म्यानेजर चाहिँ तल बस्छ त्यो म्यानेजर्स बङ्गलो हो हजुर बङ्गला त्यहाँदेखि एउटा यो त एसिस्टेन्ट हो त्यो मेन मुख्य म्यानेजर तल ए ओके कोठी छ दामी उनीको घर छ यताबाट पस्यो भने टिकट नपर्ने रहेछ त यहाँ प्रायः नै ब्ल्याक टी पाउँछ नि दोकान साह्रो पऱ्यो हिल्स लाएर हिँड्नु लेमन टी हिल्स लाएर हिँड्नु साह्रो पऱ्यो ठिकै छ साह्रो त परेन Seems like it's a wrong outfit. तपाईँले फोटो खिच्नु पर्नु भएको थियो नि है हाम्रो त यही हो पार्कको नाम चाहिँ बायोडाइभर्सिटी चढ्नु त माथि चढ्नु त हेर्नु न त्यही बस्नु त फोटो क्लिक गरिदिन्छु ल लाग्यो ब्याग सर्की यसो गर्नु Cool. Oh. Bye. So
State Biodiversity Park.